साथीहरु नमस्ते। म उमाशंकर केसरी, पेसाले बैंकर। आज पुनः म लाइभमा उपस्थित भएको छु। आजको मेरो लाइभबाट सर्वसाधारण तथा विद्यार्थीहरूलाई समेत उपयोगी हुनेछ र जसले बैंकिङको तयारी गर्दै हुनुहुन्छ उहाँहरूलाई समेत केही चीजहरू उपयोगी हुनेछ भने मैले आशा गरेको छु। आज मैले चाहिँ लिएर आएको बैंकिङमा बैंकमा प्रयोग हुने शब्दहरू र त्यसको छोटोमा यसको अर्थ के हुन्छ भन्ने कुराहरू मैले लिएर आएको छु। बैंकमा धेरै किसिमका शब्दहरू युज हुन्छन्। सम्पूर्ण शब्दहरू भन्दा पनि मुख्यतया प्रयोग हुने शब्दहरू मैले लिएर आएको छु, जसमा बैंकमा पहिलो शब्दावली नै तपाईहरुले निक्षेप, अंग्रेजीमा भन्दा यसलाई डिपोजिट हैन, नेपालीमा भन्दा निक्षेप भनेर बुझिन्छ। यसलाई साधारण अर्थमा भन्दाखेरि बैंकमा जम्मा हुने रकम नै निक्षेप हो। त्यो निक्षेपहरू विभिन्न प्रकारका हुन्छन्, जसमा चल्ती, बचत, मुद्दती, कल अकाउन्ट यस्ता विभिन्न किसिमका निक्षेपहरू बैंकले स्वीकार गर्छन्। अर्थात् जुनसुकै रकम जुन कि निक्षेपकर्ता, अब निक्षेपकर्ता भनेको के त, जसले निक्षेप जम्मा गर्छ, जसले खाता खोलेर निक्षेपकर्ता वा खाताधारी पनि भन्छौं हामी, तिनले जम्मा गर्ने रकमलाई निक्षेप भनिन्छ। त्यसपछि अर्को शब्द भनेको बढी जसो हामीले युज हुने भनेको निक्षेप, त्यसपछि कर्जा आउँछ। कर्जा भनेको सापट्टी, निश्चित ब्याज दर तोकेर बैंकको शर्तहरू बमोजिम, बैंकको नियम कानुन बमोजिम लिएको सापट्टी, जसलाई लोन, क्रेडिट भन्ने पनि भन्ने गरिन्छ। कसैले यसलाई चाहिँ लोनको रूपमा भन्छन् भने कसैले यसलाई क्रेडिटको रूपमा, उधारोको रूपमा, जसलाई हामीले कर्जा भन्छौं। कर्जामा पनि विभिन्न किसिमका कर्जाहरू हुन्छन्, साधारणतया व्यक्तिगत र व्यापारिक भनेर भनिन्छ। विभिन्न व्यक्तिगत कर्जाहरू पनि हुन्छन् र व्यापारिक कर्जाहरू, खास उद्देश्यको लागि औद्योगिक कर्जाहरू, विभिन्न किसिमका कर्जाहरू युज भएका हुन्छन्, जसलाई हामी व्यक्तिगत, व्यापारिक विभिन्न थरीका नामले जान्ने गर्दछौं। त्यसपछि अर्को शब्द भनेको ब्याज, इन्ट्रेस्ट, इंग्लिशमा भन्दा इन्ट्रेस्ट, नेपालीमा भन्दा ब्याज। अब ब्याजलाई दुवै तरिकाले हेरिन्छ। ग्राहकलाई दिइने, बैंकले निक्षेप स्वीकार गरे बापत ग्राहकलाई दिइने पनि रकम ब्याज नै हो, र बैंकले कर्जा, लोन, क्रेडिट दिए बापत ग्राहकबाट लिइने रकम, निश्चित ब्याज दर तोकेर दिएको रकम पनि त्यो ब्याज नै हो। त्यसैगरी अर्को शब्दावलीको रूपमा धितो, जसलाई हामीले अंग्रेजीमा कोलाट्रल भन्छौं। धितो भनेको के त हैन, कर्जा लिँदा, बैंकबाट सापट्टी वा कर्जा लिँदा दिइने एउटा सुरक्षण, जसलाई हामीले धितो भन्छौं। धितो चल र अचल दुईटै हुन सक्छ। चल भनेको व्यापारिक स्टकहरू भयो, हामीले राख्ने सुन चाँदी, कर्जाको लागि राख्ने धितो सुन र चाँदी हुन सक्छ। अचलको रूपमा चाहिँ घर राख्ने पनि परिपाटी छ, जसलाई चाहिँ हामीले अचल धितोको रूपमा लिन्छौं। यसलाई चाहिँ कोलाट्रल, सुरक्षण जे भन्नुस्, धितो भन्नुस्,
त्यो सम्पूर्ण कुराहरू यसलाई चाहिँ कोलाट्रल भन्ने भनिन्छ। अब तरलता साधारणतया चाहिँ हामीले अब कहिलेकाहीँ चाहिँ ब्याङ्कमा लिक्विडिटी अभाव भयो भन्छौँ। लिक्विडिटी भनेको अङ्ग्रेजीमा यसलाई लिक्विडिटी भनिन्छ भने नेपालीमा हामीले यसलाई चाहिँ तरलता भन्छौँ। तरलता भनेको के त? ब्याङ्क हामीले साधारणतया भन्छौँ ब्याङ्क डिल्स विथ द अदर पिपुल मनी, ओपिएम भन्छौँ हामी। ब्याङ्क खोल्दाखेरि सर्टेन थोरै रकम मात्र पुँजीको रूपमा हुन्छ, तर ब्याङ्कले गर्ने लगानीहरू साधारणतया चाहिँ अदर पिपुल मनी, अरूको पैसा अर्थात् निक्षेपकर्ताको पैसाबाट आएको हुन्छ हैन। तर निक्षेपकर्ताले मागेको बखत उक्त रकम चाहिँ फिर्ता पनि गर्नुपर्छ, जसको लागि ब्याङ्कले निश्चित रकम आफूसँग तरल रूपमा अर्थात् निक्षेपकर्ताले मागेको बखत फिर्ता गर्ने गरी केही रकमहरू होल्ड गरेको हुन्छ। यसमा चाहिँ ब्याङ्कको राष्ट्र ब्याङ्कको निर्देशिकाले गाइड गर्छ कति हामी तरलता राख्ने भन्ने कुरा, त्यसलाई तरलता वा लिक्विडिटी भन्छौँ। त्यसै गरी अर्को शब्द हामीले जहिले पनि कर्जालाई सक्रिय न निष्क्रिय दुई किसिमको कर्जामा हामी बाँड्छौँ। सक्रिय कर्जा जुन कर्जाले समयमा सामा तथा ब्याज भुक्तानी गरेको छ, जुन कर्जा लिने व्यक्तिले वा कर्जाले हामीलाई सामा र ब्याज भुक्तानी गरेको छ समयमै, ब्याङ्कले तोकेको मापदण्डभित्र रहेर सक्रिय कर्जा हो भने अर्को निष्क्रिय कर्जा भन्छौँ हामी, जुन कि ब्याङ्कले तोकेको अवधि वा ब्याङ्कले तोकेको मापदण्ड बमोजिम समयमा सावा तथा ब्याज भुक्तानी गर्न सकेको छैन, जसलाई डिफल्टेड लोन पनि हामी भन्छौँ। त्यो चाहिँ हाम्रो निष्क्रिय कर्जा, नन परफर्मिङ लोन वा नन परफर्मिङ एसेट्स, एनपिएल एनपिए भनेर हामीले चाहिँ दुईटै तरिकाले हामीले चाहिँ यसलाई परिभाषित गर्छौँ हैन। यो नन परफर्मिङ लोन भयो। त्यसै गरी अब खाताहरू विभिन्न किसिमको हुन्छन्। बचत खाता, सेभिङ अकाउन्ट, इङ्ग्लिसमा भन्दा सेभिङ अकाउन्ट, नेपालीमा भन्दा बचत खाता, नामै बचत। बचत त सबै बचत नै हो, तर बचत खाता भनेको जसमा निश्चित ब्याज दर तोकिएको हुन्छ, समय समयमा तोकिएको ब्याज दर बमोजिम ब्याज दिने लाई हामीले चाहिँ यो बचत खाता भन्छौँ। करेन्ट अकाउन्ट, चालु खाता वा चल्ती खाता जसलाई हामीले भन्छौँ, जसमा चाहिँ ब्याङ्कहरूले, ब्याङ्क तथा वित्तीय संस्थाहरूले ब्याज दिँदैनन्, त्यस्तालाई चाहिँ हामीले चालु खाता भन्छौँ। त्यसै गरी फिक्स डिपोजिट, मुदती खाता, जसमा साधारणतया ब्याङ्कहरूले चाहिँ अधिक ब्याज दर दिने गर्छ, त्यसलाई हामीले मुदती खाता भन्छौँ। तर यसमा के हुन्छ भने एउटा समय सकिएपछि मात्र रकम झिक्न पाइन्छ। 3 महिना, 6 महिना, 9 महिना, 12 महिना, त्यो राखिएको रकमको एगेन्स्टमा तपाईँले आफ्नै रकमको एगेन्स्ट झिक्नु पर्यो भने कर्जाको रूपमा चाहिँ जुनसुकै बखत झिक्न पाइन्छ, जसलाई मुदती रसिद कर्जा भनिन्छ। मुदती रसिदलाई धितो राखेर लिइने कर्जा भनिन्छ। साथीहरू, अब आजको लागि मैले चाहिँ यो आजको लाइभ सेसन मैले यही टुङ्ग्याउने अनुमति चाहन्छु। पुनः पनि हजुरहरूको लाई यसै जानकारीहरू दिनको लागि म पुनः उपस्थित हुने नै छु।
यति भन्दै शुभरात्रि। धन्यवाद।